हेलो साथीहरू नमस्ते सेवा गुड मर्निङ वेलकम वेलकम टु माई च्यानल अगेन न्यू ब्लग देज कुमारी अफिसियल यही 2081 सालको शुभकामना दिँदै म हजुरहरूकै साथी सुभाष कुमारी राई हजुरहरूले सबैजना साथीहरूले आँटेको ताकेको सोचेको अधुरो भएको कामहरू सबैजनाको चाहिँ होइन पुरा होस् देश विदेशमा रहनुहुने सबैजना मेरो साथीहरू मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ एकदमै धेरै धेरै शुभकामना दिन चाहन्छु हजुरहरूले चाहिँ जहाँ जहाँ हुनुहुन्छ आफ्नो मनोकामना पुरा होस् चाँडै सोचेको पनि पुगोस् यही 81 सालको धेरै धेरै शुभकामना दिँदै मेरो भ्लगतिरै जाउँ मेरो भ्लगमा चाहिँ तिनजुरेमा चाहिँ होइन हामीले भगवती मातासँग आशीर्वाद मागेको अनि पूजा गरेको अनि गुराँसको फुलसँग रमाएर छेउछाउ रमाउँदै बसेको हिँडेको साथीहरूसितको मेरो भ्लग छ हेर्नुहोला है त साथीहरू हस् त खरानी चाहिँ लाउनै पर्छ खरानी यस्तो हेलो वेलकम मेरो साथीहरू गुड मर्निङ म कुमारी अफिसियलबाट होइन हाजिर भइसकेको छु हजुरहरूको साथी हाय सबैजनालाई सेवा नमस्ते फाइनल्ली गुराँसे डाँडा आइयो यहाँदेखि पनि उता कति राम्रो छ यो चाहिँ कमेडी जति पनि म्युजिकमा आउनुहुन्छ नि कमेडी शाखा टुप्पामा खिचेको मेरो बुढो कमेडी आउँदैछ पर मुनि आउँदैछन् त्यसरी छ यहाँ चाहिँ झर्यो भने त यहाँ त यो नसमाते त आउनु नसक्ने छ क्या हो साँच्चै हो त कति चिउँछु कि हेर्दै एकदम चिउँछु क्या कहिले त म सिन देखाउँछु यहाँ यस्तो छ यो मुनि आउँछ नि यहाँदेखि झऱ्यो भने है तल पार्कमा जाउँ बाउ हामी पनि यतापट्टि जाउँ यताबाट उता उता जाउँ मन्दिरमा हो ल चालु छ होला है मन्दिरको दर्शन पनि गर्ने मन्दिरको दर्शन गरियो पाथिडाँडा भगवती मन्दिरको दर्शन गरियो साथी फाइनली पाथी भएर मन्दिर पनि दर्शन गरेर चाहिँ होइन अब यहाँनिर यो
पार्क नै भनौँ न यो टुरिज्म क्षेत्र हो भन्छन् अनि यता चाहिँ अब गुराँसको बोट चाहिँ टन्नै छ खासै फुलेको छैन उतापट्टिको बाटो चाहिँ फुलेको थियो यस्तै छ साथीहरू आज मेरो भ्लगमा होइन बिहान बिहानै सबै साथीहरूलाई धेरै धेरै माया सम्झनाका साथ मेरो भ्लग अघि बिहानैदेखि सुरु गरेको छु आज चाहिँ हामी पिन्जुरेको डाँडामा छौँ साथीहरू मन्दिर भगवती मन्दिर रहेछ मलाई पनि खासै थाहा थिएन मेरो साथीले कहाँ कहाँ छुट्नु भयो हिँड्नु नसक्नु भएर कोही उतातिर हराउनु भयो आफ्नो आफ्नो खुट्टामा हिँडाउँदा उकालोमा त मरिँदो रहेछ यस्तो छ है साथीहरू आजको ब्लग रमाइलो जस रमाइलो लाग्दैछ यो ठाउँमा आएपछि रमाइलो लाग्छ हौ मलाई रमाइलो लाग्यो तर सास चाहिँ एकदम बढ्नेको चिसो ठाउँमा आएर होला हिँडेर आएको तलबाट कति किलोमिटर हिँड्यौँ बा हामी धेरै उकालोमा हिँड्दा त म त पुग्नै नसक्ने रहेछ जस्तो भयो अघि एकछिन पनि त उकालोमा त त्यो छाप्रोमा राम्रो देखेको तर अब मेरो क्यामेराले चाहिँ खासै ब्युटिफुल देखाएको छैन तर मेरो आँखाले भ्याए जति चाहिँ एकदम राम्रो भ्यू छ माथि मन्दिर हो अनि सारा यो टावर देखेको चाहिँ मन्दिर हो होइन साथीहरू अनि कस्तो रहेछ खिचेर ल्याउँदा चाहिँ अहिले गुराँसको बोटै बोट होइन तर यो सबै पुग्नु भने त आकाशै ढाक्थ्यो संसारै ढाक्थ्यो तर हेर्नु न बुढा बुद्धहरू त कहिले पनि छैन मैले भिडियोतिर हेरेको त्यो बुढा बुद्धहरू झपक्क फुलेको देख्थेँ होइन तर यसपालि त एउटा पनि फुलेको रहेन सक्छ भिडियोतिर टिकटकतिर चाहिँ देख्थेँ है साथी गुफा पोखरी अब चाहिँ हाम्रो गुरु फेरि फर्किने बेलाले भयो फर्किने बेला डल्लो ठुलो हो चाहिँ लु जाउँ अघि हामी उता आएको उतै जाउँ न अब चाहिँ गुराँसको फुल यहाँ चाहिँ नजिक छ भनौँ न तर टिप्नु चाहिँ सकिँदैन अलिक टाढै छ होइन चढ्नै पर्छ त्यो त अझै छेउदेखि त पुरको मान्छे सुनहरी हो क्या आर्किड भनेको त्यही हो एउटा फुलमा के हो तुलसा त्यो भएर रुखले घरमा रोप्नु पर्छ नाच्दैछन् हाम्रो साथी तर मेरो चाहिँ कपिराइट आउँछ भनेर म चाहिँ होइन हाय भन्नु है सबैजनाले चाहिँ भिडियो है रमाइलो लाग्यो ल
सब्सक्राइब गर न मेरो यो युट्युबमा हाल्छु यो ब्लग हो कि सबै यो मेरो हाम्रो ग्रुप हो यो चाहिँ होइन क्षितिजको क्षितिज हाम्रो क्षितिज होइन क्षितिज सहकारीको चाहिँ होइन हाम्रो ग्रुप हो यो चाहिँ होइन जय पाखी भाडा माता की जय तल गुराँसको फुलहरू यस्तो छन् होइन कुमारी अफिसियल युट्युब च्यानल छ कि कुमारी अफिसियल 22 छ युट्युबमा ए ल ल ल हो त्यो गर्नु कि अनि त्यहाँ लाउँछु त्यहाँ हेर्नु नि म यो कट गरेर पनि दिनु त सक्छु तर रमाइलो यहाँ छ भनेर मेमोरीको लागि मैले युट्युबमा हाल्नु खोजेको है नराम्रो कुरा त हाल्दिनँ कति राम्रो हेर न फाइनल्ली गुराँसको राजधानीमा आएर चाहिँ गुराँसको फुल कति राम्रो देखिँदैछ क्या कान्छी माया मै लडेँ अनि म त मजाले लडेँ नि रमाइलो गर्नु हुँदैछ साथीहरू गुराँसे डाँडामा चाहिँ रमाइलो समाऊ गुराँसै फुलाउ बनैमा नैमा फुलाउ बनैमा लड्नु भयो झन्ने साथी दामी पाराले लडिदिनु न हो त्यही लडे दामी पारा यो ए लु गुराँसै फुले लडाइयो बनैमा ल ती माता पाखी भरासँग चाहिँ धेरै आशीर्वाद मागेर आयु मागेर गएको साथीहरू बाई बाई सबैजना आजको भ्लग यति नै यो डाँडाको चाहिँ बाई बाई सबैजना बाई बाई गर्नु न बाई बाई ल कति डराएका सब फुल त हुनु पो आँट्यो त हेर न भइसक्यो हुन आँट्यो हो फुल्यो डाँडैभरिका गुराँस फुलेको छ यस्तो राम्रो फुलेको छ साथीहरू सास बढेर गुराँस फुलेको हेर्दा मात्रै अहिले आनन्द आउँदैछ हुन त मेरो
क्यामेरा त राम्रो त तान्दै छैन के राम्रो छ गुराँसकै फेदमा आएको छु यो चाहिँ अलिक डाँडा डाँडामा तो अक्कर भिड छ कस्तो भिडमा छ क्या यो बाटो यो चाहिँ पिन्जुरे डाँडा ऊ पर हो मन्दिर चाहिँ होइन पाथिभरा माताको मन्दिर चाहिँ अनि यस्तो डाँडै डाँडा 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 आएर यो टावर पल्लो टावर र पल्लो टावर यो पिन्जुरे रहेछ अब सिमाना भन्ने कुरा रहेछ होइन यहाँ देख्दैछ साथीहरू आज घुम्ने एकदम रमाइलो पनि भयो होइन मेरो भिडियो चाहिँ के कस्तो भयो कमेन्ट गर्नु होला लाइक गर्नु होला होइन सब्सक्राइब गर्नु होला नयाँ नयाँ साथीहरूले हेर्नु हुँदैछ भने खरानी चाहिँ लाउनै पर्छ खरानी यस्तो घुक्रोमा यस्तो निकालेर त्यतिकै लाउँदा त पहिला त यस्तो चेपचेपमा पस्छ कि म चिया खरानी चाहिँ त्यो चाहिँ होइन होला त्यो अर्को खालको यो त बिस हो यसरी लाएर उसिन्नु अनि त्यसले कलर निकाल्छ खरानीले अनि फेरि मार्नु धुइ पठाउनु सेतो पानी जान्छ होइन गइन्छ अनि त्यही नै खानु अनि चाहिँ खानु खानु ए सुँगुरको रक्तीमा ए न म त न यता नआउँदा भयो मेरो साथीहरू न यता आउँछ डोलामा खानेकुरो बोक्नु बुझ्नु आएन मेरो त गाडीमा थियो गाडीमै उकालो लाग्दादेखि भन्दा अब त्यहाँ यो बाटो उतै झरेर यसो यसो अब